नमस्ते साथीहरू, आज चाहिँ आइपिओ कसरी भर्ने प्रोसेस बाई प्रोसेस देखाउने छु। भिडियोलाई स्किप नगरी पुरा हेर्नु होला। सर्वप्रथम सुरुमा मेरो सेयर ओपन गर्नु होला। ओपन गरिसकेपछि माई आस्पामा जानु होला। माई आस्पामा गइसकेपछि देख्न सक्नुहुन्छ एपोलो हाइड्रो पावर लिमिटेडले सेयर खोलेको छ र यसमा देख्न सक्नुहुन्छ अप्लाई लेखेको छ। अप्लाईमा क्लिक गर्नु होला र यहाँ देख्न सक्नुहुन्छ यति पुरा गरिसकेपछि प्रोसेस लेखेको छ। प्रोसेसमा क्लिक गर्नु होला। यति गरिसकेपछि देख्न सक्नुहुन्छ कति किता भनेर यसमा चाहिँ मिनिमम 10 कितासम्म भर्दा ठिक हुने भएकोले मैले 10 किता लेखेँ र यसमा सिआर नम्बर राख्नुपर्ने हुन्छ। मैले यसमा अलरेडी पहिल्यै नै कपी गरिसकेको हुनाले यसमा पेस्ट गर्छु र यसमा टिक लगाउनु पर्ने हुन्छ। टिक लगाइसकेपछि अप्लाई गर्नु होला र अप्लाई गरिसकेपछि ट्रान्ज्याक्सन पिन के राख्नु भएको छ त्यो राख्नु होला यसमा र यति राखिसकेपछि अप्लाई गर्नु होला। देख्न सक्नुहुन्छ यो आइपिओ सक्सेस भएको छ। त्यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु भने नभुल्नु होला।